हेलो गाइज वेलकम फिर स्वागत छ नयाँ भिडियोमा। आई होप सबैजना आरामै हुन्छ। सो आज हामी चाहिँ स्केटिङ गर्न गइरहेका छौँ। काली भाइ पनि तयार छ यता। पुरा हिरो जस्तै पुरा इन्ट्री हान्नु भएको छ। माई गडनेस। हेलमेट किन्न है, एउटा हेलमेट किन्नु। त्यो भित्र एउटा हेलमेट छ नि, त्यो हेलमेट लगा साले गदा। त्यो भित्र हेलमेट छ नि, त्यहाँ उसमा त्यो धानको ऊ छ नि, त्यहाँ राखेको छ नि त्यो हेलमेट। तेरो घर क्या, मेरो घर किनेर चाहिँ छ। सो आई होप सबैजना आरामै हुन्छ गाइज। इन्ट्रो पनि भएन। हेलो गाइज वेलकम फिर स्वागत छ आजको नयाँ भिडियोमा। आई होप सबैजना आरामै हुनुहुन्छ भनेर। सो आज हामी विशेष गरी एउटा इन्ट्रेस्टिङ भिडियो हुनेछ, अनि भ्लग जस्तै पनि होइन। आज के हुनेछ भनेपछि अब हामी यहाँदेखि आज स्विमिङ गर्न जान लाग्छौँ। हाम्रो नेपालको श्रृङ्गशालामा स्विमिङ गर्न जाँदैछौँ। अन्त घाम आयो साइडदेखि अब के गर्ने, मिलाउनु चाहिँ एङ्गल आफै। अनि हामी चाहिँ त्यहाँ स्विमिङ गर्न जान लाग्छौँ। सो भाइ र म छौँ, अनि एउटा भाइ चाहिँ मलाई छोड्नु जाँदैछ। अनि अरू चाहिँ यहाँ के हुन्छ भनेपछि हामी यहाँदेखि जान्छौँ स्केटिङ गर्दै। अनि स्केटिङ गर्दै यहाँदेखि जान्छौँ। स्केटिङ गर्दै गएपछि त्यहाँ गएर मस्तसँग स्विमिङ गर्छौँ। स्विमिङ गरेपछि फेरि स्केटिङ गर्दै घर आउँछौँ। आजको ब्लग यति हुनेछ। सो आई होप सबैजनालाई आजको भिडियो मन पर्नेछ। सो लेट्स गो। ओके गाइज। सो यस्तो छ। बिस्तारै बिस्तारै बच्चे हामी यस यस गुड। सो त्यही हो। अब हामी यहाँदेखि चाहिँ बाटोदेखि स्केटिङ गर्दै जाने भने हो। रोक 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 केटो रोक। ल हाले केटो राम्रोसँग है, फर्स्ट गराउने। सो अहिले चाहिँ हामी अब स्विमिङ गर्न आएको थाहै छ के अरे।
हाम्रो जुत्ताहरू यहाँ यस्तै राखेको छ है ल हामीलाई। अनि अब चाहिँ हामी स्विमिङ गर्छौँ, चेक गर्छौँ। ए नयाँ भयो केटाहरू यहाँ मस्त छ स्विमिङ गरेर, धेरै छैन उता त्यहाँ केटाकेटीहरू छन् सानो सानो पानीमा फुच्चाफाच्चीहरू नुहाइरहेछन्। अब हामी चाहिँ यहाँ नुहाउने हो। भाइ चाहिँ पानी ल्याउन गएको छ अनि पानी पिएर टक्क लाएर त्यसपछि अनि स्विमिङमा झ्याममा कुद्ने। अलि पसिना आएन यार, पसिना निकाल्नु पर्ने थियो, त्यसपछि मजा आउँछ। ल भाइ अब लेट्स ट्राई इट। यो भाइ भयो सो अन्डर वाटर टेस्ट पनि भयो मोबाइलको फर्स्ट टाइम अन्डर वाटर टेस्ट। ग्लास कालेर मसँग पिलाउँछौ कस्तो लाग्यो? मजा आयो? हेरमै कतिको भएको छ। My goodness. अब मलाई डर लागिरहेको छ यहाँ, म बाहिर निक्लिन्छु। दादा यो खानु तकियाको जित्थे माउन्टेन भ्यू। करके आगे जीते। Destined to find one another.
आर्मी थ्याङ्क यू सो मच गाइज फर वाचिङ भिडियो। आएर सबैलाई मन पऱ्यो आजको भिडियो भनेर। सो हामी छिटै नयाँ भिडियो भेट्नेछौँ। तसनलाई भाइ सिउ सुन भन्न चाहन्छु। डोन्ट फर्गेट टु लाइक सब्सक्राइब एन्ड कमेन्ट। सो फेरि हामी छिटै नयाँ भिडियो भेट्नेछौँ। तसनलाई भाइ सिउ सुन।